हेलो साथीहरू नमस्ते कोनिचिवा सदा चाहिँ हजुरहरूमा आज पनि उपस्थित भइसकेको छु म। हामी चाहिँ साथीहरू टेस्टमा छौँ। हजुरहरूले कसरी होइन जापानी अक्षरहरू चिन्ने भन्ने कुराहरू पढ्दैछौँ है। अब हजुरहरूले एकदम ध्यान दिनु होला। आज हामी चौथो दिनमा छौँ साथीहरू, एकदम ध्यान दिनु होला। म हजुरहरूलाई देखाउनेछु है त। आज हजुरहरूले हेर्दै जानु होला, म लेख्दै जान्छु, एकदम ध्यान दिनु होला। यस्तो गर्ने, यस्तो गर्ने अनि यस्तो गर्ने, यसलाई के भन्छ त साथीहरू है त। त्यसपछि हामीले यस्तो गर्ने, हजुरलाई थाहा भइसक्यो होला यी शब्दहरू। त्यसपछि यस्तो गर्ने, त्यसपछि हजुरले यस्तो गर्ने। अब हामी यसलाई के भन्ने त साथीहरू, एकदम ध्यान दिनु होला। यो चाहिँ हिरागानामै पर्छ है, जापानी शब्दहरू हुन्। सजिलो छ, हजुरहरूले कानाबादा सिकेको छ भने सबै कुरा थाहा पाइसक्नु भएको छ। त्यसपछि हामी अर्कोमा जाउँ। त्यसपछि हामी के गर्ने त साथीहरू, यस्तो गर्ने, त्यसपछि यस्तो गर्ने। अनि यो के हो त साथीहरू, यो पनि हामीले थाहा भइसकेको हुनुपर्ने छ, किनकि हामीले पढिसकेका छौँ साथीहरू है। एकदम ध्यान दिनु होला। त्यसपछि हामी अर्कोमा जाउँ। त्यसपछि यो पनि हजुरले थाहा पाइसक्नु होला। अब पनि पाउनु पर्ने छ, किनकि हामीले यो शब्द यो शब्द यो शब्द यो शब्द यो शब्द यो शब्द हर शब्दहरू हामीले सिकिसकेका छौँ। एकदम ध्यान दिनु होला। त्यसपछि हामी फेरि अर्को शब्दमा जाउँ। ल है साथीहरू, यो पनि पढिसकेका छौँ हामीले। त्यसपछि यो के हो त साथीहरू, के हो त यो, हामीले थाहा भइसकेको हुनुपर्ने छ। हजुरहरू एकदम ध्यान दिनु होला। यो के हो त साथीहरू, के हो त साथीहरू, हजुरहरूलाई सबै कुराहरू थाहा पाइसक्नु भएको हुनेछ। एकदम ध्यान दिनु होला है त। यो के हो त साथीहरू, के हो त साथीहरू, यो के हो त साथीहरू, यो के हो त साथीहरू। ल आज हामी यति नै पढ्नेछौँ। हजुरहरू एकदम ध्यान दिनु होला। म यसलाई अगाडि लेख्नुभन्दा पनि यसलाई याद गर्नु पऱ्यो पहिला है। के भन्छ त साथीहरू यसलाई, म सरस्वती लेख्नेछु है। हजुरहरू एकदम ध्यान दिनु होला। यसलाई यहाँ लिएर ओ भन्छ, यसलाई यहाँ लिएर सी भन्छ। सामुनी लेख्दिउँ नि त। यो चाहिँ आधा अक्षर हुन्छ अगाडिको अक्षरको, आधा अक्षर हुन्छ अगाडिको को हो। को आधा के हुन्छ त, सिक ओ, के भयो त, ओसिक्को, ओसिक्को। के भयो त साथीहरू, ओसिक्को, ओसिक्को। यसलाई ओ भन्छ, यसलाई सी भन्छ। यो अगाडिको अक्षरको आधा अक्षर हुन्छ ओसिक्को, आधा क हुन्छ, यसलाई को भन्छ है। के भयो त अब यो ओसिक्को, ओसिक्को भनेको के रहेछ त साथीहरू, म बिस्तारै भनौँ ल। हजुरहरू पहिला यो लेख्नु होला। यसलाई अगाडिको अक्षरलाई ऊ भन्छ, सरी है, ऊ भन्छ। त्यसपछि लाई आधा न भन्छ। त्यसपछि
यसलाई ची भन्छ है त। के भयो त? अब यसलाई उन्ची के भन्ने त हामीले उन्ची, हामीले यो पार्दैनौँ तर उन्ची लेख्नुपर्छ है। ओसिक्को उन्ची। त्यसपछि अगाडिको अक्षरलाई आ भन्छ, पछिको अक्षरलाई से भन्छ। ओसिक्को उन्ची आसे। त्यसपछि यसलाई ना भन्छ, यसलाई मी, यसलाई दा भन्छ। तामा त्यहाँ लागेपछि दा हुन्छ है त। के हुन्छ? ना। दोस्रोलाई मी भन्छ, यसले तामा त्यहाँ लागेपछि दा हुन्छ। अब यसलाई के भयो त? नामिदा है त। एकदम ध्यान दिनु होला, सजिलो छ। अनि यसलाई ए भन्छ, यसलाई न भन्छ, यसलाई एन। के भन्ने त? एन। एन भन्ने भयो त। ए न हुन्न कि एन भन्ने हो। यसलाई ह्या। क्या क्यु क्यो भन्ने त हामीले पढिसकेका छौँ न। त्यसपछि यसलाई पनि ह्या, हबाट आएको हुनाले हि प्लस या, सानो या युमा पर्छ, ह्या कु भन्छ है यसलाई। ह्याको। के भन्ने त? ह्याको। त्यसपछि सेन। से त हामीले यी पढिसकेका छौँ, त्यही हो यहाँ आएको। न त हामीले पढिसकेका छौँ है, सजिलो छ तर। सेन। त्यसपछि यो शब्द त हामीले पढेकै हो नि त, यसलाई मा भन्छ भने नि त, मान है त। त्यसपछि लास्ट चाहिँ के रहेछ त? यी कुरा। यी कुरा, यसलाई यी भन्छ नि त, यसलाई यस्तोलाई यी, यो त को भइहाल्यो, यसलाई रा भन्छ, यी कुरा है त। अब चाहिँ कसरी पढ्ने त साथीहरू? सजिलो छ है। एक एक शब्दहरू लेखेर भनिदिएको छु, हजुरहरूलाई थाहा हुनुपर्ने छ। अब त सजिलो छ, त्यस्तो अप्ठ्यारो छैन। ओसिक्को। ओसिक्को भनेको पिसाब। के रहेछ त? पिसाब। ओसिक्को भनेको पिसाब। पिसाबलाई ओसिक्को भन्दो रहेछ है। त्यसपछि उन्ची। उन्ची भनेको दिशा। के भन्दो रहेछ त? ओसिक्को भनेको पिसाब, उन्ची भनेको दिशा। उन्ची है त। उन्ची भनेको दिशा। त्यसपछि यता हेर, यहाँ भन्दा पनि यहाँ हेर्न है। आसे। आसे भनेको पसिना। ओसिक्को भनेको पिसाब, उन्ची भनेको दिशा, आसे भनेको पसिना। नामिदा। नामिदा यता हेर्ने होइन, नेपालीमा जापानीमा हेर्ने है त। नामिदा। नामिदा भनेको आँसु। नामिदा भनेको के रहेछ त साथीहरू? आँसु। आँसु भन्दो रहेछ है नामिदा भनेको। एन भनेको के रहेछ त? अब यता हेर्ने होइन कि एन, यता एन। एन भनेको जापानिज रुपैयाँलाई एन भनिन्छ है। जापानिज रुपैयाँलाई एन भन्ने गरिन्छ है त। जस्तै हामीले गो ह्याक्को एन भन्छ नि त, 500 रुपैयाँ भन्छौँ है त हामी। गो ह्याक्को एन भनेको, गो भनेको 5 भइहाल्यो, ह्याक्को भनेको 100 भइहाल्यो, एन भनेको रुपैयाँ, 500 रुपैयाँ त्यसरी भन्ने गरिन्छ क्या, गो ह्याक्को एन भने जस्तो है। एन भनेको जापानिज रुपैयाँ भन्छ है। ह्याक्कु। ह्याक्कु भनेको 100। 100लाई के भन्दो रहेछ त साथीहरू? ह्याक्कु भन्दो रहेछ है। सेन भनेको के रहेछ त? 1000। 1000 है त। सेन भनेको 1000 रहेछ त। त्यसपछि मान। मान भनेको चाहिँ 10,000। 10,000 भनेको, मान भनेको 10,000। यसलाई इच्ची मान पनि भन्ने गरिन्छ। के रे? इच्ची मान।
10,000लाई मान भन्ने गरिन्छ। यसलाई फेरि इच्चिमान पनि भन्छ है त। 10,000लाई के भन्ने त? इच्चिमान। इच्चिमान पनि भन्छ है 10,000लाई, है त। त्यसपछि मान भनेको 10,000। त्यसपछि इकुरा भनेको के रहेछ त साथीहरू? इकुरा एक एक अक्षर पढ्ने हजुरलाई आउँछ, सजिलो छ। इकुरा भनेको कति रुपैयाँ? इकुरा भनेको के रहेछ त? कति रुपैयाँ? इकुरा भनेको कति रुपैयाँ हो? इकुरा देश कति रुपैयाँ हो भन्छ है। देश भनेको हो भन्ने गरिन्छ। त्यसरी अब हजुरहरूले एकदम ध्यान दिनु होला साथीहरू, सजिलो छ। यी सबै समेटेको छ, एकदम ध्यान दिनु होला, किनकि त्यस्तो अप्ठ्यारो केही पनि छैन। आरामसँग ध्यान दिनु होला। यी सजिलो देखिरहेछ नि। ओ सिक्को भनेको पिसाब, उन्सी भनेको दिशा, आसे भनेको पसिना, नामिदा भनेको आँसु, अनि त्यसपछि एन भनेको जापानिज रुपैयाँ, ह्याक्को भनेको 100, सेन भनेको 1000, मान भनेको 10,000, इकुरा भनेको कति रुपैयाँ। त्यस्तो सजिलो छ। एक एक शब्द हजुरले पढ्दै गर्नुहुन्छ। ओ सिक्को, उन्ची, आसे, नामिदा, एन, ह्याक्को, सेन, मान, इकुरा। सजिलो छ साथीहरू है। अब चाहिँ 5औँ दिनमा हजुरहरूलाई फेरि पनि आउने बाचा गर्दै आजलाई बिदा हुन्छु। बाई बाई, सायोनारा। तबसम्मलाई एकदम ध्यान दिएर पढ्नु होला साथीहरू। धन्यवाद।